सबैलाई लाग्छ कन्टेन्ट क्रिएटर भएर लाखौं कमाउन सकिन्छ, तर यो कुरा साँचो हो त? साँचो कुरा के हो भने लाखौं कमाउन सकिन्छ, तर एकैचोटि चाहिँ होइन। यदि तपाईँ पनि राम्रो कन्टेन्ट क्रिएटर हुनुहुन्छ, अडियन्स पनि राम्रै आउँछ र तपाईँ कन्सिस्टेन्सी काम गर्नुहुन्छ भने अवश्य नै तपाईले कमाउन सक्नुहुन्छ। सबैभन्दा पहिला कन्टेन्ट क्रिएटर भनेको के हो? जो मानिस मोबाइलबाट भिडियो, फोटो वा इन्फो बनाउँछ उसलाई कन्टेन्ट क्रिएटर भनिन्छ। फर इक्जाम्पल युट्युब भिडियो बनाउने, टिकटक सर्ट्स बनाउने, इन्स्टाग्राम पोस्ट गर्ने। तर सबैभन्दा ठुलो गल्ती के हो भने धेरैले अरूको कपी गर्छन्, तर सफल हुन के गर्ने त? युनिक आइडिया, सिम्पल एक्सप्लेनेसन, अडियन्सलाई भ्यालु दिने कन्टेन्ट इत्यादि। तिमीले नयाँ तरिकाले कुरा बुझ्यौ भने तिम्रो भिडियो अटोमेटिकली भाइरल हुन सक्छ। अन्त्यमा आजदेखि कपी होइन, आफ्नो स्टाइलले बनाउनुहोस्। डे 1 मा हामीले के सिक्यौं? एउटा युनिक आइडिया सोच्नुहोस् र आजैबाट भिडियो बनाउनुहोस्। फलो गर्नुहोस् डिजिटल हेल्पर नेपाललाई कन्टेन्ट क्रिएटर बन्न सिक्नका लागि। हाम्रो भेट डे 2 मा हुनेछ। हस्त धेरै धेरै धन्यवाद।